45 करोड यो सानो रकम होइन। नेपालको आम नागरिकले अहिलेको प्रति व्यक्ति आय अनुसार यो रकम कमाउन लगभग 2000 वर्ष लाग्छ। सोच्नुहोस्, 2000 वर्ष। यसमा तपाईको 30 पुस्ताले काम गर्नुपर्छ। तर कुनै कम्पनीले यो हामीले 2000 वर्षभित्रमा कमाउने पैसा कसैको खातामा जस्ट सेकेन्ड भित्रमा राखिदिन्छ भने नेपालमा कुन लेभलको भ्रष्टाचार भइरहेको छ आफै बुझ्नुहोस्। दीपक भट्टको खातामा जगदम्बा स्टिलले सन् 2021 जुनमा 45 करोड रुपियाँ ट्रान्सफर गरिदिन्छ। दीपक भट्टले सेना र प्रहरीको पोसाक, रासन र हेलिकप्टरदेखि हात हतियारसम्म ठेक्का र जलविद्युतका लाइसेन्समा चलखेल गर्दै आएका थिए। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबा प्रधानमन्त्री र तत्कालीन माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएको बेला निश्चित व्यापारीको स्वार्थ अनुसार उनले करका दर हेरफेरमै हस्तक्षेप गरेको आरोप पनि लागेको थियो। मतलब कुनै पनि कम्पनीसँग पैसा लिने र त्यो कम्पनीलाई फाइदा हुने गरी करको दर निर्धारण गर्ने। अर्थमन्त्री जनार्दन शर्माले 2079 को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दायरा हेरफेर गराएको घटना बाहिर आएको थियो। 2078 मा पूरक बजेट ल्याउँदा हिल्टन होटललाई लाभ दिलाउने गरी कर छुट दिलाउन पनि भट्ट नै सक्रिय थिए। माओवादी नेता जनार्दन शर्मा ऊर्जा मन्त्री भएको बेला 2 खरब 60 अर्ब लगानी देखाइएको बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा पनि उनी भट्ट नै एजेन्ट थिए। त्यसैले अहिले दीपक भट्ट सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका छन्। सुदन गुरुङको यो एक्सन तपाईले मन पर्यो कि परेन कमेन्ट गर्नुहोला। धन्यवाद।